हातमा एउटा पुरानो झोला, खुट्टामा चप्पल लगाएको, हेर्दा सामान्य मजदुरी गर्ने युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा पुग्दा उसले पर्यटकका रूपमा दुबई घुम्न लागेको बताउँछ। अध्यागमनका कर्मचारीलाई यी युवक पर्यटक होइनन्, मानव तस्करहरूले भिजिट भिजामा दुबई पुर्याउन लागेका मात्रै हुन् भन्ने थाहा पाउँछन्। तर युवकलाई पर्यटक नै मानेर दुबई जाने प्रबन्ध मिलाउन पहिले नै मानव तस्करले माथिसम्म सेटिङ मिलाइसकेका हुन्छन्। यस्तो सेटिङमा मजदुरीका लागि खाडी पुग्ने सयौं युवकलाई पर्यटक मानेर बोर्डिङ पास दिइन्छ। यसो गर्दा अध्यागमनले मात्रै दैनिक घुसका रूपमा 50 लाखसम्म असुली गर्दै आएको कुरा अहिले चर्चामा छ। स्क्रिनमा देखाइएको यो तस्बिर तीर्थराज भट्टराईको हो, जसलाई गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुखका रूपमा ल्याएका थिए। प्रश्न उठ्छ, भट्टराईलाई अध्यागमन प्रमुख बनाउन गृहमन्त्री लेखकले उनमा त्यस्तो के विशेषता देखेका थिए त? भूकम्पको बेला त्रिपाल काण्डमा मुछिएका, राष्ट्रिय परिचय पत्र ठेक्कामा अनियमितता गरेको भनेर पनि यिनी विवादमा परेका थिए। मोरङमा सिडिओ हुँदा तस्करीको लाइन खोल्न, तस्करी सम्बन्धी मुद्दा मिलाउन, क्यासिनोबाट रकम असुली गर्न, प्रमुख काण्डहरूमा छानबिन नगरी अपराधी माफिया जोगाउन तीर्थराज भट्टराई सक्रिय भएको भनेर विराटनगरमा ठूलो हंगामा भएको थियो। विवादै विवादमा मुछिने भट्टराई राजनीतिक वृत्तमा चाहिँ लोकप्रिय भइसकेका थिए। रकम असुलीका लागि उपयुक्त कर्मचारीको रूपमा उनको छवि नेता मन्त्रीहरूमाझ हाई डिमान्डमा परिसकेको थियो। जो कर्मचारी सबैभन्दा भ्रष्ट हुन्छन्, अक्सर तिनीहरू नेताहरूको रोजाइमा परिहाल्छन्। त्यस्ताले आफ्नो मातहतमा तान्न मन्त्रीहरूबीच ठूलो प्रतिस्पर्धा चल्छ। अख्तियारले हिजो बुधबार विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्यो। भट्टराई सहित 4 जनालाई नियन्त्रणमा लिएर सोधपुछ पनि गर्यो। गृह मन्त्रालयका जासुस, घुमुवा प्रहरीको सञ्जाल यति चुस्त हुन्छ कि ससानो कुरा पनि गृहमन्त्रीसम्म पुगिहाल्छ। अख्तियारले बुधबार छापा मार्दैछ भन्ने सूचना थाहा पाउने बित्तिकै गृहमन्त्री रमेश लेखकले मङ्गलबार नै आफ्ना प्रिय तीर्थराज भट्टराईलाई हतार सरुवा गरिदिए, ताकि भट्टराई अनुसन्धानको दायरामै नपरुन्। यदि यस्तो होइन भने उनी अध्यागमन कार्यालयको प्रमुख भएर गएको 6-7 महिनामै सरुवा किन गर्नु पर्थ्यो उनलाई? अध्यागमनमा सेटिङका आधारमा मान्छे उडाउने गरिन्छ भन्ने कुरा अख्तियारलाई सबै थाहा हुन्छ। अख्तियारले छापा मार्दैछ भन्ने गृहमन्त्रीलाई पनि थाहा हुने अनि आफ्नै मातहतको कार्यालयमा यो हदको असुली भइरहेको छ भन्ने कुरा रमेश लेखकलाई थाहा नहुने पनि हुन्छ। त्यहाँ दैनिक सङ्कलन हुने 50 लाखबाट 20-25 लाख गृहमन्त्रीलाई नै बुझाउनु पर्थ्यो भन्ने दाबी म गर्न चाहन्न। तर मैले यस्तो दाबी नगर्दैमा अहिलेका गृहमन्त्री दैनिक दूधले नुहाइरहेका छन् भनेर कसैले पनि पत्याउँदैनन्। देशमा प्रधानमन्त्रीले सुशासन आयोग बनाउनु भएको छ। गृहमन्त्री रमेश लेखक पनि त्यो आयोगको सदस्य हुनुहुन्छ। यसबाट सरकारले भन्ने सुशासन र गर्ने कुशासनको फरक तपाईँ हामीले राम्रोसँग बुझेका छौँ। कसैको नाम किटान नगरी, कसैमाथि नाम तोकेर आरोप नलगाई प्रवृत्तिलाई भन्न चाहन्छु, देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको व्यवस्था भइदिएको भए यिनीहरूमध्ये धेरै जसो झुन्ड्याउन योग्य हुन्थे। अब छोटो